तपाईले आफूले आफूलाई कुन नजरले हेर्नुभएको छ? आफ्नो सेल्फ इमेज कस्तो बनाउनु भएको छ? सेल्फ स्टिम अथवा सेल्फ इमेज भनेको आफूलाई कति मूल्यवान, सक्षम, योग्य अथवा आफूले आफूलाई कतिको महत्त्वपूर्ण छु भनेर ठान्ने आन्तरिक विश्वास हो। यो आफूलाई मन पराउने भन्ने मात्र होइन, आफूले आफूप्रति कति विश्वास, भरोसा गर्ने भन्ने कुराले निर्धारण गर्दछ। म राम्रो हुँ, म सक्छु, म योग्य छु, म बाटै हुन्छ भन्ने जस्तो इमोसनल फिलिङले मात्र हाम्रो सेल्फ इमेज खतरा बन्छ, राम्रो बन्छ। सेल्फ इमेज नै हाम्रो जीवनको सोचाइ हो, भावना हो, निर्णय हो, सम्बन्ध हो, करियर हो, मेन्टल हेल्थ पनि हो। तपाईँ हाम्रो हायर सेल्फ इमेज छ भने हामी आफूले आफूलाई शक्तिशाली फिल गर्न सक्छौँ, मोटिभेटेड फिल गर्न सक्छौँ। यदि आफूले आफ्नो सेल्फ इमेज एकदम लोयर बनाएको छौँ भने जहिले हामी डरमा भए जस्तो, असुरक्षित भए जस्तो, तनाव फिल गरे जस्तो हो, यस्ता फिलिङ र बिलिफ डेभलप हुन थाल्छन्। तसर्थ हाम्रो सेल्फ इमेज हामीले जहिले पनि हायर बनाउने प्रयत्न गर्नुपर्ने हुन्छ। अब हाम्रो सेल्फ इमेज कसरी लोअर भएको छ त, अथवा के कारणले हायर छ भन्ने कुरामा चाहिँ हाम्रो बाल्यकालको अनुभवहरू, अभिभावकबाट पाएको मायाहरूले, इन्करेजमेन्टले त्यो बेलादेखि नै हाम्रो डेभलप हुँदै आइरहेको हुन्छ मेन्टल्ली। अब निरन्तर आलोचना गर्ने अभिभावकहरू भयो भने सेल्फ इमेज त्यही बेलादेखि डाउन भइसक्यो। अनि हामीले प्राप्त गर्ने सफलताहरू, हैन, केही कुरामा गल्ती गर्यो भने पनि होइन म सिक्दैछु भनियो भने हायर फिलिङ हुन्छ आफूमा। अब गल्ती भएँ, म कमजोर भएर गल्ती भयो भन्नेतिर लाग्यो भने फेरि आफ्नो सेल्फ इमेज आफैले डाउन गराइयो। अनि हामी कहिलेकाहीँ आफूलाई अरूसँग तुलना गर्छौँ। अरूसँग तुलना गर्दाखेरि आफूले आफूलाई लोअर बनाइरहेको हुन्छौँ। आफूले आफूसँग तुलना गर्ने हो नि, आफूले आफूसँग तुलना गर्ने, हिजो म जस्तो थिएँ आज त्योभन्दा हायर भइसकेँ भन्यो भने त आफ्नो सेल्फ इमेज आफैले हायर बनाएर हामी त्यो मेन्टालिटी बोकेर हिँड्न सक्छौँ नि त।